दसैँ तिहार आयो, यो घरहरू सफा गरौँ भनेर यो सफा गर्न लाग्यो है। यो सबै यो माथिको जिप्सन बोर्डहरू धेरै फोहोर भएको छ माथि यो किराहरू मरेर होइन टाँसेर धेरै फोहोर भएको छ। यो सफा गरौँ भनेर यो सफा गरेर लाग्यो होइन। एउटा एउटा गरेर निकाल्न मिल्छ। यो निकालेर सफा गरौँ भनेको एक पिस निकालेर यो पुसेर सफा गरौँ भनेको होइन। यसो माथि हेर्दाखेरि कहिलेदेखिको सर्प पनि मरेर बसिरहेको यो हेर कत्रो ठुलो सर्प छ कि मरेर पुरै हड्डी भइरह। अब कति लामो छ अझै होइन, यो चढेर माथि हेर्नुपर्छ, तान्नुपर्छ है। कति लामो सर्प छ कि कहिलेदेखि मरेर बसिरहेको थाहै छैन। अब एउटा एउटा गरेर सबै निकाल्नु मिल्छ, यो निकालेर पुस्नु पऱ्यो होइन। अब माथि यत्तिकै पुस्नु नि मिल्छ, तर यो बल पर्दैन, यो माथि उक्किन्छ। त्यही भएर यसले तल झारेर एउटा एउटा पिस यसरी निकालेर पुसौँ भनेर गर्न खोजेको, यो सर्प भेटिरहेको। ल हजुरहरू हेर्न सक्नुहुन्छ, सर्प चाहिँ यस्तो रहेको छ। यदि हजुरहरूले यो भिडियो हेरेर कुन सर्प हो भनेर थाहा भयो भने कमेन्ट गरिदिनु होला है त।